नमस्ते, वेलकम ब्याक माई युट्युब च्यानल। सम्पूर्णलाई म नयाँ युट्युबर हजुरहरूले चाहिँ लाइक कमेन्ट अनि सेयर गरिदिइराख्नु भएको छ, खुसी लाग्छ। म आज बिहान यस्तो मिठो सुरका धनी राजेश गन्धर्वलाई भेट्ने मौका पाएँ। उहाँको मिठो सारङ्गी अनि यस्तै उहाँको गायक कला एकदम मिठो लाग्यो। उहाँको चाहिँ मिठो लागेर मैले खिचेको छु। उहाँ चाहिँ यहाँ अहिले चाहिँ बागलुङको रामरेखा भन्ने स्थानमा बस्नुहुन्छ। उहाँको मिठो यो कलालाई सम्मान स्वरूप मैले चाहिँ एउटा युट्युबमा राख्ने प्रयत्न गरेको छु। सबैले हेरिदिनु होला, कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। उहाँले चाहिँ सारङ्गी संसारमा सारङ्गी बजाउनुहुन्छ। हाम्रो यता इन्द्रेणी कार्यक्रममा पनि उहाँले चाहिँ सारङ्गी बजाउनुहुन्छ। उहाँको कला, मिठो कलालाई खिच्ने प्रयास गरेको छु। उहाँ कलालाई चाहिँ सम्मान स्वरूप उहाँलाई थ्याङ्क यू, धन्यवाद। मैले खिच्ने मौका पाएँ, खुसी लाग्यो। त्यस्तै गरेर उहाँको चाहिँ कला अझै माथिल्लो लेभलसम्म पुग्योस् भन्ने मेरो शुभकामना पनि छ। उहाँको चाहिँ गायक कला अनि सारङ्गी बजाइ एकदम मिठो छ। लाइक गरिदिनु होला, सबै हेरिदिनु होला, पुरा भिडियो हेरिदिनु होला। आजको भिडियोतिर लाग्नु। नमस्कार, म राजेश गन्धर्व, बागलुङ जिल्ला घर पिउ, वडा नम्बर 6 इनारपानी। अहिले चाहिँ हामी बस्ने चाहिँ रामरेखा बस्छु। हजुर। अनि यसो घुमघाम गर्दै आएको, सारङ्गीमा गीत गाउँदै सबैले सुनाउँदै। भनेपछि सङ्गीत सिक्नु भयो? हजुर। यस्तो मिठो कहाँबाट बज्यो भनेको चाहिँ, अनि सङ्गीत सिकेरै रहेछ नि, होइन? अनि कहाँ बजाउनुहुन्छ हजुरले? अरू म लाइटोरीहरू पनि बजाउँछु। गाउँ घुम्नलाई त्यही त, यस्तो मिठो बजाउने, यति मिठो स्वर, होइन तपाईँको? अनि गिफ्टेडै हो नि, होइन? होइन, ल ठिक छ। म त्यही लाइब्रेरी युट्युब च्यानलको लागि हो। अनि त्यसपछि अहिले त्यो सुटिङ छ, सारङ्गी संसारहरू, धेरै लाइब्रेरीमा छु। पहिला भनेपछि हजुरको पुर्खाहरूले चाहिँ बजाइराख्नुहुन्थ्यो यो चिजहरू? बाजेले पनि बजाउनुहुन्छ। धेरै राम्रो छ ल, हजुरको कलालाई चाहिँ धेरै सम्मान छ, होइन? धेरै राम्रो। म्युजिक जस्तै सानो एउटा
वाह 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 तपाईको स्वरलाई माने हजुर ल धन्यवाद छ धर्म गन्धर्व गुरु हुनुहुन्छ त्यस्तो भन्दा कला छ उहाँले म त्यही लाइब्रेरी युट्युब च्यानलको लागि हो अनि त्यसपछि अहिले त्यति सुटिङ छ साह्रै संसारहरू जिन्दगीहरू धेरै लाइब्रेरीमा छु पहिला भनेपछि हजुरको पुर्खाहरूले चाहिँ बजाइराख्नुहुन्थ्यो यो चिजहरू बजाउनु बाजेले नि बजाउनुहुन्छ धेरै राम्रो छ ल हजुरको कलालाई चाहिँ धेरै सम्मान छ हैन धेरै राम्रो म्युजिक जस्तै